गाइस यति सुन्दर मौसम भयो कि यस्तो गर्मी भइरहेको थियो, यस्तो गर्मी धरानमा। अनि अचानक हावा हुन्डरी पानी परेर अहिले मौसम यस्तो भयो। हाम्रो घरको छेउमा यस्तो पहाड छ, पहाडको नजिकै गाउँ छ। गाउँ मेरो घर चाहिँ यस ठाउँमा छ। कति राम्रो मौसम भयो। अब आजको मौसम धरानको असिना पर्छ होला भनेर त असिना परेन धन्न। वाउ, हावा यति मिठो हावा चलिरहेछ, शीतल। यस्तो गर्मी थियो कि आज जस पानी परेर हावा चलेर बल्ल शान्ति। वाउ, इन्द्रेणी लाग्यो यहाँ। अरे देखिँदैन यहाँ इन्द्रेणी लाग्यो साथीहरू। यहाँनिर पानी परेपछि हेर्नु त, एक मिनेट देख्छ कि देख्दैन इन्द्रेणी लागेको। अरे देखिन यार, कस्तो मजाले देखिरहेको छ यहाँ चाहिँ। यो मोबाइलमै देख्दैन कि क्या हो मेरो त। वाउ, कस्तो हरियो देखेर इन्द्रेणी लागिरहेको छ त्यहाँनिर। सुटिङ पनि हुँदो रहेछ। फिल्म सुटिङ हुन्छ यहाँ। यो पिङ चाहिँ खेल्न पाइँदैन रहेछ। ए फुकालेको रहेछ। छोटा सा पार्क। जहाँ त घुमाउ त, घुमाउ न नानी। ढिकी पनि रहेछ जहाँ त। यो त चल्दैन रहेछ। चाहिँ पर्ने नि यत्रो मेवा फुलहरू। के पार्क अरे यो? टिकटक पार्क होइन गाइस। यहाँ आँपटार नि, आँपटारमा हाम्रो टिकटक पार्क भन्ने छ नि। यहाँ चाहिँ पुरानो चिजहरू रहेछ। यो भयो ओखली, ओखली होइन ढिकी। यो त कतिले देख्नु भएको छैन होला धेरै। यो त सम्झना है। ओखली, यो जातो, यो के हो? थुम्से कि के? थुम्से उयो यसलाई खै के भन्छ? के भन्छ साथीहरू? तपाईँहरूले भनिदिनु। यो तोङ्बा, यो ढाकी, यो यसरी कुट्ने। उसले नसकेको। उर्मिला मिसले ढिकी कुट्दै हुनुहुन्छ। कत्रो भन्छ नि पहिला यस्तरी त हामी त कुटेको त मिस। उयो के अरे पिठोहरू, धानहरू यस्तोहरू कुटेको त। यसरी जात चलाउनु त तिमीले, तिम्रो तागत नभएको जात चल। लु त उसले सक्दैन गर त। ए कमजोर हुनुको सबै चढ्दा नि नहुने। लु बलैले उठा। तर पानाको रहेछ। लु फोटो खिच, भिडियो खिच, त्यहाँ बसेर पोज देऊ। यहाँ बस्ने यो लिङ्गे पिङ। पुरानो कुराहरू याद दिलाउने रहेछ नि यो लिङ्गे पिङ। खेला जालु दसैँ तिहारको याद। दाजु खेल्नु नि मच्चा। साथीहरू यहाँनिर लिङ्गे पिङ छ। अब दाइ खेल्नुहुन्छ। आउँछ खेल्न हो र? ए म खेल्छु ल। लु लिङ्गे पुल त लिङ्गे पिङ त उठेर खेल्नु मजा आउँछ क्या। रमाइलो भयो। यता चाहिँ गाउँ रहेछ। सानो छ पार्क चाहिँ। यो पिङ बाइक चाहिँ किन झुन्डाको होला है? हो र?